ओम काली हर हर महादेव सबै दर्शकबिनहरूलाई के तपाईँ धेरै लामो समयदेखि बिरामी हुनुहुन्छ अथवा हजुरको घरमा आमा बुवा भाइ कोही व्यक्ति धेरै लामो समयदेखि बिरामी हुनुहुन्छ, औषधि खानुहुन्छ, त्यही नि औषधिले लाभ दिँदैन, धेरै लामो समयदेखि औषधि खाँदा खाँदा औषधिहरूले नि हजुरको बडीमा साइड इफेक्ट गर्छ अनि यसको उपचार के गर्न सक्छौँ त हामीले? अब हजुर धेरै जस्तो अब केही दरबार नि जानुभयो त त्यही नि हजुरले आराम पाउनु भएन अनि धेरै जस्ता हाम्रो प्रिय भगतजनहरू आजको यो जनजीवन मोडर्न जमानामा तन्त्र मन्त्रलाई मान्दैनन्, त्यसै कारणले कतै नि जाँदैनन्, जानै खोज्दैनन्, कतै झाँक्री कहाँ भगत कहाँ डराउँछन् अनि उहाँहरूले कसरी आफै घरै बसेर कसरी यो हामीले सरल प्रयोग गर्न सक्छौँ कि हामी र आफ्नो परिवारलाई निको पार्न सकौँ। यो प्रयोग हामीले कसरी गर्न सक्छौँ त हामीले यसमा लिन्छौँ माता कालीको काली आमाको सहायताले हामी घरबाट यो प्रयोग गरेर यसको लाभ हामीले हेर्न सक्छौँ। अब यो प्रयोग चाहिँ गर्ने कसरी? यो प्रयोग चाहिँ हामीलाई गर्नलाई केही सामग्रीहरूको आवश्यकता हुन्छ। सामग्रीहरू मैले स्क्रिनमा फोटोहरू हालिदिन्छु अनि भनि नै रहेको छु, हजुरले यो व्यवस्था गरिहाल्नु। एउटा सुखा नारियल अनि हल्दीको घाट, 1 पिस जाइफल, 1 चम्चा देशी घी अनि 5 वटा रातो खुर्सानी सुकेको। यो चाहिँ माथिको नारियलको 25% भाग काटेर यो सबै सामग्री त्यसमा हाल्ने हो अनि त्यसपछि त्यसको त्यो ढक्कन लाएर कलावाले 3 चोटि बाँधेर त्यसमा भन्ने ओम क्रिम कालिकाय नमः। अब यो प्रयोग हामीले कहिले गर्ने? यो प्रयोग हामीले शनिबारको दिनदेखि सुरु गर्ने। शनिबारदेखि हामीले यो प्रयोग गर्ने। हामीलाई यो लगभग यसको पुरै अगर फल चाहियो, पुरै यसको फाइदा हेर्न छ भने हामीलाई 3 शनिबार यो प्रयोग गर्नु पर्नेछ। जस्तो कि हामीले हजुरलाई त्यो सामग्री भनेम है। अब बिहान बिहान के गर्नु? हजुरले आफ्नो घरैदेखि यो प्रयोग गर्न सक्नुहुन्छ। बिहान उठ्नुहोस्, नहाए धोएर फ्रेस हुनुहोस्, आफ्नो पूजा कोठामा आउनुहोस्, आफ्नो धूप दीप प्रज्वलित गर्नु अनि माता आमा कालीको ध्यान गर्नुहोस् अनि उहाँले भन्नुहोस् कि हामीले यो प्रयोग गर्न गइरहेछौँ, हाम्रो घरमा यो समस्या छ आमा, यसलाई निको पार्नुहोस् अनि त्यसपछि जुन हामीले हजुरलाई भन्यौँ त्यो जुन सुखा नारियल छ नि, माथिको त्यसको 25% भाग काट्नुहोस् अनि त्यसमा हल्दीको गाँठ हाल्नुहोस् 2 पिस, 1 पिस जाइफल हाल्नुहोस्, 1 चम्चा देशी घीको 5 वटा रातो खुर्सानी राखेर त्यो ढक्कनमा त्यो कलावालाई 3 चोटि बेरेर ओम क्रिम कालिकाय नमःको जाप गर्नुहोस्। अब आफ्नो माथिदेखि 7 चोटि यानि एन्टी क्लकवाइज घुमाउनुहोस् त्यही ओम क्रिम कालिकाय नमःको जाप गरेर अनि आफ्नो अन्यथा अरू जति सदस्यहरू छन् सबैको माथिदेखि 7 चोटि उल्टो घुमाएर अनि मातासँग बिन्ती गर्नुहोस् कि हाम्रो माथि जे नि नेगेटिभ एनर्जी छ, नेगेटिभ एनर्जीले गर्दा हामी बिरामी छौँ भने यसलाई माता आफ्नो ऊर्जाले भस्म गर्नुहोस्। अनि यो अब हामीले के गर्ने? सुखा यो हाम्रो यो अभिमन्त्रित भएपछि ओसारा यसलाई हामीलाई प्रज्वलित गरिदिन पर्छ। या त हजुरले कपुरको अग्नि प्रज्वलित गर्नुहोस् अथवा लकडीको या गोबरको उपलाकण्ड, हामीलाई मात्र आगो चाहियो, कुनै नि अग्निको त्यो प्रयोग गर्नुहोस् अनि यसलाई राखिदिनुहोस्, यसले पुरै जलाइदिनुहोस् अनि यो जलेपछि यो जब एकदम राख हुन्छ अनि यसलाई त्यसपछि जल प्रवाह गर्नुहोस् अनि पहिला हप्ताको यो शनिबारको हामीले प्रयोग गरेर हेरौँ, एकदमै चमत्कारिक यसको फल हुनेछ अनि यो लगभग 3 हप्ता हामीले प्रयोग गरिदियौँ यस्तै 3टा शनिबार, हाम्रो माथि जे नि समस्या छ त्यो पुरै रूपमा हट्नेछ। आजको लागि यति नै। ओम नमो आदेश।